कस्तो कालो आएको भिडियो त ल साथीहरू। अब हामी चाहिँ जान लागेको है पसल थाप्न। ल अब हामी चाहिँ बुढाबुढी जान लागेको। के गर्नु साथीहरू, बुढो जाँदै हुनुहुन्छ, म चाहिँ पछाडि पछाडि छु। अहिले कति बज्यो ठ्याक्कै 8 बज्नु लाग्यो। जान लागेको अब के गर्नु, जान लागेको साथीहरू। बाटो बन्द छ, फेरि यस्तो बाटो बनाउँदैछ, बाटो बन्दैछ, बाटो गाडी आउँदैछ, बाटो बन्दैछ। यता फेरि लानु कस्तो गाह्रो छ, के गर्ने। ए ड्राइभर दाइ बिस्तारी लानु है। के आइरहेछ उतापट्टिबाट, फेरि उतापट्टिबाट जाउँ न, पोखरीबाटै। ल बाटो बन्दैछ यता। अब हामी चाहिँ पसल हिँडेको, के गर्नु, टक चलाएर साथीहरू। यता ढडन गरिसकेछ, बाटो बन्दैछ। अब हामी त्यस्तै आधी घन्टा जतिमा त पुग्छौँ, आधी घन्टा लाग्छ होला। यहाँबाट ठ्याक्कै 7:30 8 बजे हिँड्यो भने ठ्याक्कै पुगिन्छ। अँधेरो न अँधेरो छ है, बाटो बन्दैछ यतातिर। अब झन्डै खाल्डोमा पसेँ म त, त्यत्तिका ठ्याक्कै यो कम्मल पोखरीको गेटमा आइपुग्यो। हिँड्दा 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 कम्मल पोखरीको गेटबाट भित्र छिर्ने हो आज। आइयो कम्मल पोखरी। अब त सर्पा जस्तै देख्यो त्यत्तिका कम्मल पोखरी। यो चाहिँ झिलिमिली पहिलाको भन्दा कस्तो राम्रो बनाइरहेको छ कम्मल पोखरी। धेरै राम्रो छ पहिलाको भन्दा त। कम्मल पोखरी आइपुग्यो, के गर्ने। हिँड्दा 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 शास्ति भइसक्यो हामी। मैले धकल्नु सक्दिनँ, म कोही ठाउँमा चाहिँ धकल्नु पर्छ, नभए त पर पानीको कम्मल पोखरी वरिपरि कस्तो राम्रो। पहिला यस्तो थिएन, तार जालीले बारेको थियो यहाँ। अहिले यो दुबोहरू बिछ्याएर कस्तो राम्रो गरिरहेछ। दुबो बिछ्याएर कस्तो राम्रो बनाएको छ कम्मल पोखरी। तपाईँहरू पनि घुम्न आउनु होला। पहिलाको भन्दा दामी छ कम्मल पोखरी अहिले। मेरो बुढो पर पुगिसक्नु भयो, म यहाँ पछि छु। के गर्नु, हिँड्नै सकिरहेको छैन। एक्सर्साइज पनि हुन्छ भनेर के हिँडेको। ढिलो भइसक्यो, कतिखेर जानु, कतिखेर पसल खोल्नु, गाह्रो छ यस्तो बाटो। त्यो कम्मल पोखरी झिलिमिली। ओहो यहाँ हेर्नु न, कम्मल पोखरी ल्याएर चाहिँ कम्मल पोखरी दिउँसो भए राम्रो देख्थ्यो, अहिले होइन अँधेरोमा दामी बनाएर चाहिँ कम्मल पोखरी भनेर लेखिरहेको छ। पहिलाको भन्दा त कति राम्रो राम्रो। पहिला यता सबै तार जालीहरू थियो नि त, अहिले त दामी इँटाको गाह्रो लाएर हेर्नु त्यो राम्रो बनाइरहेको छ। भर्खर पल्लो गेटमा आइपुग्नु लाग्यो। रुगा लागेर बोल्नै गाह्रो भइरहेछ, के गर्ने। पर पुगिसक्नु भयो मेरो बुढो चाहिँ। अर्को गेटमा आइपुग्यो, अर्को गेटबाट बल्ल यो गेटमा आइपुग्यो। हिँड्दैछु साथीहरू। के गर्ने, दुःख नगरी सुख हुँदैन भन्छन्। अलिअलि हुन्छ कि भनेर हिँडेको, खोइ खस्यो। के भयो? ए
ल अझै लागिरहेछ बाटो काट्नुपर्ने हुन्छ गाडीहरू अन्नै आइरहेछ भर्खर छोडेको रहेछ उताबाट जम गुरुजी जम 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 भर्खर छोडेको रहेछ हानुलाई जसरी ल्याएर आउँछ हामीलाई त हानुलाई यस्तो गरेर ल्याउँछ बल्ल पो यहाँ आइपुग्यो सामान पर्छ पर्दैन ओके लो लो बाटो काट्ने कस्तो गाह्रो छ भने गाडीहरू यस्तो दौडेर आउँछ नि मारुङ्ला जस्तो आउँछ भने हातै गऱ्यो लानुपर्छ सामान के गर्नु बिस्तारै बिस्तारै लानु है गाडीहरू दौडिँदै आइरहेछ हुन्छ ट्राफिक दया रहेछ कि दामी दामी फुलहरू राख्नु भएको छ हाम्रो साउजीले अब आइपुग्नु लाग्यो आइपुग्नु अझै टाइम लाग्ने रहेछ हो माथिबाट बाटो काट्ने होइन के हो अड्क्यो कि क्या हो बाख्रे हिँड्दा हिँड्दा
रन्केर आएको त तारै बाङ्गो भयो क्या तारमा त छुएको छैन बाटो काट्न गाह्रो यति गाह्रो छ गाडीहरू आएको आइछ झन्डै जुद्यो यार त्यो उसबारी आउँछ अनि कता उता जाउँ हेरिरहेको छु मैले जानुहोस् रन्केर जानुहोस् आइसकेछौ तिनीहरू त पर ब्रेक झ्याप्पा ब्रेक अरू व्यापारीहरू पनि आइसक्नु भएछ यो स्कुटीको पनि हो तपाईँको सामान होइन टन्नै ल्याइसकेको त्यो सामान साथीहरूको सामान यता छ अब हामी एकछिन पछाडि जाने हो आइपुग्न लाग्यो कुर्ची मेरो दोलखा हो
यो हाम्रो जुन मेन सहर छ नि उसको पनि दोलखा हामी कलेजमा बस्ने हो क्या आयो आयो अब ठ्याक्कै बाटो काट्ने हरियो लाइन बनेपछि जाने जाउँ 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 रोक्नु रोक्नु हामीलाई मार्ला बल्ल बल्ल घन्टाघर आइपुग्यो घन्टाघर होइन यो माथिको घन्टाघर बनाउन लाग्यो चाहिँ घन्टाघर बनाउन लाग्यो रहेछ घन्टाघर आइपुग्यो बल्ल बनाउन लाग्यो रहेछ घन्टाघर नयाँ घन्टाघर बन्ने रहेछ अब टक्क लाएर बाफ्रे दौडिँदा दौडिँदा हेर कस्तो रन्काएर लाग्छ त गाडीहरू त आम्मा आइपुग्यो फुल नयाँ बनाउन लागिरहेको छ घन्टामा अनि तिलगङ्गाबाट यहाँसम्म आउनुहुन्छ तपाईँ गाडीमा कि हिँडेर गाडीमा ए 20 रुपियाँ लाग्छ त्यत्रो टाढाबाट है ए के काम गर्नुहुन्छ ए सिलाइ गरे भने मैले त मिलाएर दियो भने उल्लेर मैले लिन्छु 2 लिटर तपाईकै लेडिज दिन्छु उसको जेन्ट्स कहिले लिनु मिलाएर दिनु पर्यो लिनु हो त आज लिन्छु नि मिलाएर आज साथीहरू अहिले चाहिँ ठ्याक्कै 10 बज्यो अब हामी चाहिँ कोठातिर जाँदैछौँ बुढो बडा डराउँदै हुनुहुन्छ साइकल हामी चाहिँ कोठातिर जाँदैछौँ अब जाडो भयो अलिअलि भयो बेपार पनि बेपार गर्दै गइरहेछौँ पुग्नलाई अझै लाग्छ टाइम ऊबाट हिँड्ने हुनुहुन्छ के गर्ने ठ्याक्कै 10 साढे 10 हुन लाग्यो हामी चाहिँ कोठा जाँदैछौँ कोठा जाँदैछौँ है साथीहरू अब कोठा गइकन खाना खाइकन सुत्ने हो कोठामा त त्यही 11 बजी पुग्छौँ होला त्यस्तै लाग्छ 11 बजीतिर पुग्छ होला कस्तो अँध्यारो हो यता त रात परिसक्यो त्यति के गर्छ केटाकेटी रात परिसक्यो
रात परिसक्यो के गर्नु अँध्यारोमा चाहिँ पानीमा पो टेकेँ क्या मैले हिँड्दैछौँ बट्टाबट्टी हिँड्दैछौँ के गर्ने गाह्रो छ कोठा पुग्नलाई अझै टाइम लाग्छ अब गइकन कोठा पुग्नु लाग्यो गइकनमा कोठा गइकन टक्क लाएर खानासाना खाएर सुत्ने हो साथीहरू त अँध्यारो भइसक्यो हेर्नु नै अलिअलि देखिन्छ ऊ पर ट्राफिक लाइट चिल्पिलिक पिलिक गर्दैछ सिँगन आयो जाडोले यस्तो जाडो छ कि त्यो चिसो चिसो मौसम चिसो मौसम अब छिटो जानुपर्छ नभए चोरले फेरि लुट्छ चोरले कुट्नु आइलाग्छ के गर्ने कुद्नुपर्छ दौडिनुपर्छ छिटो यति चोर छन् कि यति चोर छ के गर्नु साथीहरू कोठा पुगेपछि हामीलाई फेरि भिडियो देखाउने छु म ओके बाई बाई आइपुग्नु लाग्यो अब कोठा साथीहरू जाडोले ट्रेनिङ भएको छ भन्दै हुनुहुन्छ मेरो बुढोले चाहिँ दुःख गर्नु पर्यो के गर्नु कम्मल पोखरी आइपुग्यो अब आइपुग्नु लाग्यो माथि आइपुग्नु लाग्यो अब अझै 5 मिनट लाग्छ होला यहाँबाट त पुग्न 5 मिनट लाग्छ हो 5 मिनटमा नि पुग्दैन खुट्टा यस्तो जाडो छ नि कम्मल पोखरीको गेट पानी छ यतातिर फेरि कसरी जाने होला जाडो टुप्पी ठाडो घर जमाउने घटारो भन्थ्यो कुकुरले अब जहिले यहाँ आएको कुकुरले कति कुकुर छ कि यहाँ चाहिँ कुकुर टन्नै छ क्या के भएर कुकुरले टोक्नु आउँछ झन्डिनु खोज्छ 11 बज्न लागिसक्यो अनि 11 साढे 10 11 बज्न लागिसक्यो कम्मल पोखरीको पहिला यस्तो थिएन अहिले कस्तो राम्रो बनेर चाहिँ कम्मल पोखरीको यस्तो राम्रो बारेर चट्ट पारेर बत्ती पनि त्यस्तै खालको रहेछ फेरि झल्लक र झिलिक मलक र मिलिक गरिरहेछ अँध्यारोमा हिँड्दैछौँ बत्ती झिलमिलिक गरेर चिम्जल्नु लागेको जस्तो छ कम्मल पोखरीको झिलिक र मिलिक गर्छ को बोल्दैछ पछाडिबाट भूतले तर्साउँछ कि के भयो
कम्मल पोखरी आइपुग्यो बल्ल जेसिबी पनि रहेछ यहाँनिर बल्ल 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 पो कम्मल पोखरी आइपुग्यो अब चाहिँ पुग्नु लाग्यो क्या बाइक अब आइपुग्नु लाग्यो अँध्यारोमा हिँड्दैछ अँध्यारोमा बल्ल आइपुग्यो कोठामा बल्ल कोठामा हामी चाहिँ साथीहरू हाम्रो कोठा चाहिँ यहाँनिर हो ढोका बन्द छ कि क्या